म चाहिँ यतै लेङ्गी आयो अर्को त हिजो नाइट बसेको फिसिङ नयाँ खेलाडीहरू सिक्दै हुनुहुन्छ लगाएर माछा पार्ने मान्छे त होइन तर आज झ्याप्प ठुलो पऱ्यो भने चाहिँ माथि राजकुमार दाईले कुकिङ गर्दै हुनुहुन्छ भेन दाई पर भिडियो बनाउँदै हुनुहुन्छ विक्रम दाई आज दाजु र भाउजू पनि आज फिसिङमा आइपुग्नु भएको छ माथि हेर्नुहोस् है टासँगले 1 2 3 फेरि तपाईँको तलमाथि नै हो ताइमेतुकमा नाइट क्याम्पिङ बस्दै फिसिङ आएको छु ल भाइको फिसिङकोमा चाहिँ आज कार्यक्रममा चाहिँ हामी पनि सहभागी हुनु पायौँ साह्रै खुसी लाग्यो सेवाहरू दुईजना हावाले वनको जङ्गलको सिकारी ल तिमी पुरो नि माछा पाकिसकेको अवस्था दामी पकाउनु भएछ दाइ धन्यवाद माछा दामी खुवाउनु भयो होइन अब फ्रेस वाटरको माछा चाहिँ अब दामी नै होला पक्कै माछा खानु मिठो छ तर काँडा चाहिँ होसियार भएर खानुपर्ने रहेछ मिठो स्वाद क्या उज्यालोइ छ आगो फुकियो आजको राजकुमार र जितेनको स्पेसल एकदम खुसी भइरहेछ प्राकृतिक सबको नजिकमा भएर चाहिँ एकदम सबैले टाइम स्पेन्ड गर्नु पायौँ है यो चाहिँ अलिक यस्तो के स्ट्यान्डमा राख्ने बेला हो कि यहाँ त कम्ता धेर छ मासु त्यत्रो मासु कसले खाइसक्छ म त 1-2 पिसबाट मात्र यो चाहिँ भाङ्गै हुन्छ कि यो बुमराले मैले पकाउन आउँदैन है बिस्तारै यो धुवावाला चाहिँ नभएदेखि चाहिँ सँगै आउनुहुन्थ्यो अन्ध्यारोमा दाजुको म्युजिक घुम्नु जानु छ राजकुमारको बत्ती पनि लागेको छैन आज नाइट फिसिङ एन्ड क्याम्पिङ ताइमेतुकमा आएको छ यता हाम्रो विक्रम दाई पनि आउनु भएको छ आज चाहिँ चट्ट लगाएर गुरुको नि माछामा टाउकोमा बत्ती लाउनु नि राति नहिँड्नु नि दाइ आज रातभरि क्याम्पिङ बस्नु हुने यहाँ राम्रो अनि गरिदिँदै हुनुहुन्छ मलाई हार्मोनियम बुम है ल ए भोड्का प्लस भोड्काको गर्लफ्रेन्ड चाहिँ यो हुन्छ नि फेरि हजुर रेड बुल हजुर यस्तो हो यस्तो अब यो खाएपछि रात कसो नकट्ला त होइन अलिकति अब लेमन लाउनुपर्छ हजुर लेमन यो त हाम्रो फायरिङ हुँदैछ दुईजनाको आज स्पेसल नाइट क्याम्पिङ एन्ड फिसिङ ताइमेतुक
माछौँ हामी दुईजना आएर है चट्ट अमिलो लाउँदै हुनुहुन्छ दाइले आहा ल ठिक छ ल। ल ठिक छ चेयर्स गरिदियो ल दिनुहोस् यो चाहिँ मेरो हात त्यो त दाइ खै तपाईँको चे मेरो यहाँ छ ट्याक्कसँगले ए दुध हो चेयर्स दाइ एक्लै खाना व्यवस्थापन गर्दै हुनुहुन्छ एन्ड फिसिङ आइरहेको छौँ दुईजना चारजना चाहिँ फर्किसक्नुभयो बहुत कडा हुँदो रहेछ नि त हौ दुईजना दाजुभाइको आज नाइट यस्तै छ क्याम्पिङ एन्ड फिसिङ तामेतुकमा चट्ट लाएर अप्रिल आज 2 तारिक तामेतुकमा दाजुभाइ चट्ट बसिरहेको छौँ है साथीभाइहरू कति आनन्द है सुनसान अरूभन्दा पनि यो किराहरू राति कराएको चाहिँ मलाई साह्रै आनन्द लाग्छ क्या होइन टुक्रो गर्छ नाइट क्याम्पिङ यहाँ हाम्रो टेन्ट यसरी टाँगेको छौँ भरे निन्द्रा लागिगयो भने यसो एकछिन आँखालाई रेस्ट दिनको लागि नत्र त अब यी अँध्यारो मासु त्यहाँ छ भात त्यहाँ पाक छालहरू आएर मलाई भिजाएर जाऊ म किनारमा भाइ यस्तोसम्म चाहिँ आउनु थाल्यो भर्खर अब योभन्दा ठुलो चाहिँ अब आउनेवाला छ कतिवटा मरेछ दाजु हजुर भीमलाई पठाउनलाई के हजुर ल ठिक छ आज नाइट क्याम्पिङ लेङ्गी छ क्या लेङ्गी ओ अर्कोमा अर्को अह आयो आयो अर्कोमा अर्को डोरी लेङ्गी आयो आयो अर्को डोरी यता आउनु नि यता बिस्तारै ए लेङ्गी पऱ्यो हो त्यही गर्नु है म पक्रिन्छु है जाली छ नि नभए म उगाउँदैन उज्यालो सरर खस्दैछ 5:40 भयो यहाँ दाजुले टेन्ट उठाउनु थाल्नुभयो इन द मर्निङ अब धैमुरीको मायाले 6 बज्न लाग्यो उज्यालो खस्यो आज रातभरि ताइमेतुकमा बसाए खोटाङको अर्गानिक खुकुरी रातभरि दाउरा काटेर बालियो ताइमेतुकमा यो मजाले उज्यालो भुइँमा खसिसक्यो चराहरू चिरबिर कराउँदै रमाउन थाल्यो नाइट क्याम्पिङ एन्ड फिसिङ आज ताइमेतुकमा बहुत रमाइलोको साथ बिताइयो माछा पनि निकै नै पारियो 2-3 वटा चाहिँ तान्न सकिएन तान्दै खुस्किएर गयो निकै ठुल्ठुलोहरू चाहिँ एकदमै सुन्दर ठाउँ छ ताइमेतुक र अब त्यो अम्लेट जत्तिकै रहेनछ नि त है
त्यो चाहिँ माथि माथि ब्रेकफास्ट बिहानको 7 बजे जङ्गलमा हिजो नाइट बसेको फिसिङ जाली भएछ 2टा लेङ्गी 3टा लेङ्गी 3टा मोरकाप 4टा लगाएर हुँदैन बन्द गरिदिनु ए त्यो हरुन त्यो रातभरिको फिसिङ साथीहरू माछा चाहिँ लेङ्गी सेङ्गी त ताङ सबै परेको छ है माछा त नि सही छ नि कता पो भयो के पो भयो ल जामा लाउने अलिक ठुलो पारौँ